तपाईको कुक पुरानो चाहिने, अनुभवी चाहिने, डाक्टर अनुभवी चाहिने, यो बस चलाउने मान्छे अनुभवी हुनुपर्ने, मिस्त्री यहाँ प्लास्टर गर्ने मिस्त्री, घर बनाउने मिस्त्री अनुभवी चाहिने। अनि राजनीतिमा युवाले मात्रै हुने भए त के रे बोल्लोले हुने भए हात्तीलाई लहर राखिदिए भयो के रे, युवाले मात्रै हुन्छ र अनुभवी हुनु पर्दैन। ठिक हो, यसले भनेको त ठिक हो, तर राजनीतिमा होइन। राजनीतिमा अनुभवीले गरेन, नदेखिसकेपछि यस्तो सोच्दै फेरि अब देश बन्ला त, बन्छ त, बन्दैन नि त। त्यही भएर अब फेरि हामीले चाहिँ भोट केमा हाल्नु पर्यो तपाईँले सोच्नु होला। नयाँको लागि चान्स दिनु होला, योचोटि भोट नयाँको लागि। फेरि अर्को यस्तै यस्तै नमुनाहरू फेला पर्छ, फेरि अर्को पनि देखाउँछु तपाईँलाई म नमुना। त्यो नमुना फेरि अर्को हेर्नुहोस् है त। हामी प्रचार हिँड्दा त न्याङ 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 घन्टे हामीले रुखको जरा बोकेर हिँड्न थाल्यो भने के हुन्छ? काङ्ग्रेस रुख बोकेर हिँड्यो, रुखै बोकेर हिँड्यो भने के हुन्छ त्यो बेलामा? होइन, उहाँको चुनाव चिन्ह हो। अनि हाम्रो रुख हो नि त चुनाव चिन्ह, बोकेर हिँड्न थाल्यो काङ्ग्रेसका कार्यकर्ताले भने के हुन्छ त्यो बेला? तपाईँ कल्पना गर्नुहुन्छ? ए भगवान्, कोही रुखैको छिन्नै बोकेर रुखै बोकेर हिँड्ने अब सकिएन। रुखको जरा के रुखै बोकेर हिँड्ने जस्तो पो देखिन थाल्यो त यहाँ अब होइन। ठिक छ, जसले जसले जे भने पनि होइन, भोट हाल्ने भनेको अब नयाँलाई हो, देशको लागि एकपल्ट सोच्नुपर्छ। त्यसैले भोट घन्टीलाई